सम्पूर्ण भाइ बहिनीहरूमा नमस्कार। म आज विशेष गरी क्लास 10 सँग सम्बन्धित रहेर केही क्वेसन सल्भ गर्न गएको छु। सेटसँग सम्बन्धित एकदमै महत्त्वपूर्ण क्वेसन छ भाइ बहिनीहरू, राम्रोसँग हेर्नु होला है त। म क्वेसन लिएर आउँदैछु। क्वेसन छ, इन अ सर्वे अफ सम पिपुल 23 लाइक टी, 20 लाइक कफी, 12 like both, and 10 do not like both drinks. So that fine, first I write the set of people who like both drinks in the cardinality notation. Question number 2, present the above information in a Venn diagram. Question number 3, find total number of people who participated in the survey by using Venn diagram. Question number 4, compare the number of people who like only one drinks, the number of only one drinks double भएछ, the number of people who like both drinks भनेको छ भाइ बहिनीहरू। अब हामीले यो क्वेसन अनुसार क्वेसन सल्भ गर्नुपर्ने पनि हुन्छ। पहिला कुरा हामीलाई दिएका कुराहरू हामीले सरर एकचोटि नोट गरौँ। सल्युसन लेट ए इक्वल टु सेट अफ पिपुल हु लाइक टी, हामीले लाइक जसले टी लाइक गर्छन् त्यो हामीले ए लेट गरिरहेको छ हामीले। यस्तै गरी सेट अफ पिपुल हु लाइक कफी, जसलाई कफी मनपर्छ हामीले बी लेट गरेको छ भाइ बहिनीहरू। यसको आधारमा गिभन यहाँ यसको हामीलाई गिभन यहाँ छैन हामीलाई, सो लेट एक्स एन ए इक्वल 23, एन बी इक्वल 20, एन ए युनिट बी इक्वल 12। हामीलाई चाहिँ यो लाइक टी भनेको ए हो, त्यो नम्बर बी इक्वल 23, 20 लाइक कफी भनेको छ, एन बी इक्वल 20। यस्तै गरी लाइक बोथ भनेको चाहिँ ए इन्टरसेक्सन बी हुन्छ 12, डु नट लाइक बोथ भनेको छ त्यो भनेको ए युनियन बी कम्प्लिमेन्ट हुन्छ 10। यहाँसम्म हामीलाई दिएका कुराहरू भाइ बहिनी है त। अब हामीलाई के भन्छ भन्दाखेरि द सेट अफ पिपुल हु लाइक बोथ ड्रिङ्क्स इन द कार्डिनालिटी नोटेसन इज ए इन्टरसेक्सन बी इक्वल 12। हामीलाई चाहिँ के थाहा ल्याङ्ग्वेजमा दिएछ, यसरी हामीले के गर्नु पर्यो, कार्डिनालिटी नोटेसनमा हामीले यहाँ लेख्न भनेको छ भने यो 1 मार्क्समा सोध्छ। यो यति गरेपछि सक्यो है त। कहिले हामीलाई के भन्छ, डु नट लाइक बोथ ड्रिङ्क भन्छ, त्यो भनेको के हुन्छ फेरि 10 हुन्छ। कहिले काहीँ नोटेसन अब लाइक टी हुन्छ 23 हुन्छ, त्यो चाहिँ ख्याल गर्नु पऱ्यो है त। यस्तै गरी नेक्स्ट इन द भेन डायग्राम भनेको छ। अब हामीले भेन डायग्राम हेर्दैछौँ भाइ बहिनीहरू। यो भेन डायग्राम बनाउँदैछु मैले यहाँ। जस्तै गरी हामीलाई हजुरले पनि कसैमा कम्पास प्रयोग गर्नु होला, यसरी प्रयोग गर्नु होला। ए इन्टु बी भनेको कति छ 12, जसले 20को जुन भाग छ त्यहाँ के बस्छ ए इन्टरसेक्सन बी भन्छ, यो जुन साइडे पार्ट छ त्यो भनेको 12 हुन्छ। यस्तै गरी ओन्ली ए निकाल्नु पर्यो हामीले, ओन्ली ए निकाल्नु के गर्नुपर्छ अरे एनएबाट एन ए इन्टरसेक्सन बी सब्ट्र्याक्ट गर्नु के आउँछ, नम्बर ओन्ली ए आउँछ, यो भाग भनेको त्यो नम्बर ओन्ली ए हो। यस्तै गरी हामीले ओन्ली बी निकाल्नु पर्ने छ, यो भनेको जुन रेड कलर छ यो सबै नम्बर ओन्ली बी हो, त्यो बी स्कल बी माइनस नम्बर ए इन्टरसेक्सन बी गर्नुपर्ने हुन्छ। यस्तै गरी अब हाम्रो कम्प्लिमेन्ट भन्नु चाहिँ हाम्रो के गर्छ, ए र बी भन्दा बाहिरको भागमा बच्छ, त्यो भनेको रहेछ हामीले थर्ड नम्बरको लागि हामीले ए र बी सी दिइसकेको छ। बी थर्ड नम्बरको लागि फाइनल टोटल नम्बर भनेको छ हामीले यो निकाल्नु पर्ने हुन्छ। टोटल नम्बर अफ सर्वे भनेपछि कति हुन्छ त्यो हामीले यो निकाल्छ। भेन डायग्राम युज गर्नु भनेको छ, तर सिधै हामीले भेन डायग्राम भित्र भएको सबै जोड्दै हुन्छ। यो भित्र भएको सबै के हुन्छ, यो नम्बर अफ यो हो, त्यही भएर सुरुमा 11 छ, नम्बर अफ यहाँ 11 अनि यसको 8 अनि 12 अनि 10 गर्दा कति आउँछ भाइ बहिनीहरू 41 आयो त। नम्बर यो कति रहेछ 41। अब क्वेसन नम्बर 4 मा कम्पेयर द नम्बर अफ पिपल हु लाइक ओन्ली वन ड्रिङ्क्स एन्ड द नम्बर अफ पिपल हु लाइक बोथ द ड्रिङ्क्स भनेको छ। अब हामीले यहाँ थोरै फर्मुला छ्याकेको छ भाइ बहिनीहरू भिडियो गर्दाखेरि। यसलाई मैले एकचोटि क्लिक गरेर यसलाई थोरै सार्छु है त। ल नेक्स्ट, ठिक छ यहाँसम्म आइसक्यो। ल हेर त, द नम्बर अफ पिपल हु लाइक ओन्ली वन ड्रिङ्क्स, ओन्ली एउटा मात्रै ड्रिङ्क्स मनपर्ने कति हुन्छ भन्दा नम्बर ओन्ली एउटा मात्रै मनपर्ने त्यो जोड्नु पऱ्यो 19 आयो। यस्तै गरी द नम्बर अफ पिपल हु लाइक बोथ ड्रिङ्क्स, यो भनेको दुईवटै मनपर्ने कति 12 जना, 20 चौका 12
द्याट इज 12। कम्पेयर गर्नुपर्छ भने कम्पेयर गरेर घटाइदिए पनि हुन्छ सिधै हामीले 19 मा 12 घटाइदियौँ भने कति आउँछ त अब हेर त 7 आयो। मोर देन 7 स्टुडेन्ट लाइक ओन्ली 1 ड्रिङ्क्स। है बहिनीहरू यसरी चाहिँ हामीले क्वेसनहरू सल्भ गर्न सकिन्छ। हजुर घरमा राम्रोसँग यसलाई बारम्बार कोसिस गर्ने काम गर्नु है त। धन्यवाद। क्लास 10 को भाइ बहिनीले चाहिँ यसलाई बारम्बार हेरेर प्र्याक्टिस पनि गर्नु होला।